गाइस सबैजना नमस्ते गोकुलेश्वर माछु र आजको डेट चाहिँ म टक्क यहाँ लेखिदिन्छु। आज चाहिँ यतातिर रामलीला लाग्ने कुरा छ। कन्टेन्ट पाइहाल्यो कस्तो हुन्छ के हुन्छ मेरो चाहिँ लाइफको पहिलोचोटि नै हुने होला छ। खै के हुन्छ हेरौँ। त्यहाँ पारि पुरै पनि बवाल गरे अहिले चाहिँ रातिको 9:30 भइरहेछ गाइजहरू। यहाँ चाहिँ यस्तो भएको छ गाइज लाइटिङहरू बवाल बनाएको छ। यो चाहिँ एयरपोर्टको पश्चिम साइडबाट बनाएको छ। मेरो पनि लाइफमा पहिलोचोटि हो यसो चाहिँ रामलीला भनेको चाहिँ राम भनेको चाहिँ भगवान् भइहाल्यो। लीला भनेको चाहिँ त्यो उहाँले खेल्ने त्यो गेम खेलेको जुन एउटा खेलाइलाई बुझिन्छ नि त्यसले चाहिँ लीला भन्छ क्या, नट त्यो उहाँको वाइफ। यस्तो टाइपको मैले चाहिँ कता कता देखेको थिएँ। 46 वटा क्यारेक्टर हो कि 86 वटा क्यारेक्टर हुन्छ अनि चाहिँ सबै देखाउँछ अरे बेलुका बेलुका यता 15 दिन यसो हुन्छ होला। तर म चाहिँ 2-4 दिन मात्रै छु यता। हेरौँ गाइज मलाई थाहा भएको यसो देखाउँछु है त। यही आवाज आउने होइन। एस गाइज हामी चाहिँ तबला सबला हुन्छ अरे। यहाँ मान्छेहरूको उपस्थिति धेरै पछि हो अरे योपालि चाहिँ। मैले पनि हेर्न पाएँ, कस्तो लक्की फिल भइरहेछ। वन्दे मुकुन्दं प्रियं वन्दे भक्तजनाश्रियं च वरदं वन्दे शिवं शङ्करं नीलाम्बुजश्यामलकोमलाङ्गं सीतासमारोपितवामभागं पाणौ महासायकचारुचापं नमामि रामं रघुवंशनाथं। जगतपुरी धाम गरौँ सबले पुण्य काम जपौँ हरि नाम। जगतपुरी धाम जगतपुरी धाम गरौँ सबले पुण्य काम जपौँ हरि नाम। गरौँ सबले पुण्य काम जपौँ हरि नाम। आमा खाली सबैले बजाइदिँदा राजा दशरथको कुरा मनैमा सीता राम लक्ष्मण गए बनैमा। राजा दशरथको कुरा मनैमा सीता राम लक्ष्मण गए बनैमा। भगवानलाई दुःख कष्ट हुँदो रहेछ हुँदो रहेछ मन हुँदो रहेछ। भगवानलाई दुःख कष्ट हुँदो रहेछ। अहिले चाहिँ हामी फर्किसक्यो गाइस। अब डे 1मा चाहिँ अलिकति काम छ अनि डे 1मा अलिकति हेरियो जस आज चाहिँ शुभकामना यसो मन्तव्यहरू मात्रै छ है। अनि पछि चाहिँ हुन्छ अरे अनि धेरै नाइट पनि भइसक्यो क्या। फेरि यस्तो ओपन एयरपोर्टमा छ अनि हाम्रो रुम चाहिँ त्यहाँ बढी लाइटिङ भएको ठाउँमा हो। र अब भोलि पर्सि 2-4 दिन यतै छु। भोलि पर्सि देखाउँछु नि त। वेलकम ब्याक गाइज। रुखले चाहिँ देखिएन अहिले चाहिँ साइलेन्ट छ। आई थिङ्क के भइरहेछ त्यस्तो केही पनि थाहा भएन। हामी चाहिँ आज डे 2 हो। हिजो 15 गते आज 16 गते भोलि 17 पर्सि चाहिँ मैले पनि जानुपर्छ भनेको चाहिँ अन्त जाने काम छ क्या। त्यही भएर चाहिँ आज हेरौँ आज के हुन्छ सेकेन्ड डे। महान तपस्यामा बस्नु भएको छ। तिनबाट के भगवानसित उहाँ के वरदान माग्नुहुन्छ, के को लागि हो, के आधार छ। अब तिनै भाइहरूले अन्तिममा के रावण कुम्भकर्ण विभीषणले त्यो हजुर समक्ष चाहिँ उहाँ देखाउने छौँ। कैलाश पर्वतमा शङ्कर भोले बाबा तपस्यामा बसेका रावण र कुम्भकर्णहरूलाई वरदान दिन तत्पर हुनुभएको छ। शङ्कर भगवान की हुन्छ दुई भाइले मागिसक्नु उहाँको नारद मुनि की मध्यबाट आफ्नो चाहिँ बिना लिएर आउँदै हुनुहुन्छ।
किसी भी बात की कमी नहीं है। स्वर्ग भी उठाकर पृथ्वी पर पटक सकता हूँ। माइक को जरूरत छैन। कौन सी बड़ी बात है? मैं अभी जाकर अपने बल का चमत्कार दिखाता हूँ। इतने बड़े मायावी, इतना बड़ा छल, ये मनुष्य तो क्या राक्षस किसी को भी चैन से जीने नहीं देते। अब हमें भी भरसक इन्हें कष्ट पहुंचाने की चाहिए। आजको लागि चाहिँ हामी फर्किसकेका छौँ गाइजहरू। अब 10 साढे 10 कति भइसक्यो र नाइटसम्म चाहिँ बस्न सकिँदैन। वेलकम ब्याक गाइज। आज चाहिँ डे 3 हो र आज चाहिँ यो भ्लगलाई चाहिँ म इन गर्छु। धेरै लामो पनि हुन्छ होला फेरि। र भोलि चाहिँ हामीबाट सिधै यदि ड्युटीतिर जाने काम छ, त्यही भएर चाहिँ हो भोलि पर्सि 2-3 दिन अलिकति उता काम पऱ्यो, त्यही भएर उता पनि जानै पऱ्यो गाइज। इष्टदेव मल्लिकार्जुन स्वामीको विकलेश्वर महादेवको विकलेश्वर महादेवको बेतालेश्वरको सत्य समाजको राजा कौन बसे वाला राजा दशरथ मन्त्री होने आज आप बहुत देर से जान पड़े हैं। आपकी प्रफुल्लित मुहार मलिकता मेरे चित्त पर खड़कती है। कहीं इतना उदास होने का क्या कारण? हे मंत्री, जगत में जिधर भी दृष्टि फेरो पदार्थ के पीछे छिपे होते हैं। यस गाइज 11 बजिसक्यो। आजको लागि चाहिँ हामी रुमतिर भोलि बिहानै फेरि हामीबाट हिँड्नुपर्ने छ, त्यही भएर चाहिँ हो। र थ्याङ्क यू सो मच गाइज। फेरि पनि फर्केपछि 15 दिन जति चाहिँ हुन्छ अरे। फेरि पनि म देखाउँछु तपाईँहरूलाई। स्टे ट्युन, सब्सक्राइब है त।